अब तिमी मसँग नबोल्दा नै खुसी हुन्छौ भने तिम्रो खुसी खोज्ने अधिकार मसँग छैन। होला खुब अहिलेसम्म खुसी 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 यहाँ हैरान पारेकी छन्। तिमी त मान्छे मल्टी ट्यालेन्ट भइछौ होइन। तिमी अधिकार छ भन्दैमा जे पनि गर्न पाइन्छ। म राति सुतेको हुन्छु, मुटु चाहिँ नचोडिदिनु ल, धेरै डर लाग्छ। मुटु चाहिँ नचोडिदिनु ल म्याम। अलि लिमिटमै बस ल बहिनी, तेरो र मेरो लेभल नै मिल्दैन। तपरिस कुरा काट्ने नपरे मान्छे। अलि लिमिटमै बस ल भाइ, तेरो र मेरो लेभलै मिल्दैन। त पढिस कुडा काट्ने, म पढे मान्छे काट्ने। बेबी भन्ने बोयफ्रेन्ड नभएर म यसरी मोटाको। बेबी भन्ने बोयफ्रेन्ड नभएर तिमी नमोटाको। कठै बिचरा। ल म भनिदिन्छु बेबी खै त मोटाको। जडा ओखो बरेनी डान्स त कडा छ त। कहीँ नाच्ने ठाउँ नपा जस्तो घरको छतमा गएर नाचिरहेछन्। हेर त हेर, यिनीहरूको बुद्धि कहाँ हरायो होला। कठै बिचरा। घरको कोठावाला होइन, छतमा गएर नाच्नु पर्छ। मौसमले यसरी तालाबिली गरिरहेको छ, पान्डा आइरहेको छ, बाहिर गएर नाच्नुहुन्न भन्ने थाहा छैन। घरको छतमा गएर ननाच नानी, फेरि चट्याङ पढ्यो भने मलाई नभन्नु ल। कमिलाले चिल्दाखेरि पनि रुङ्ने फुच्चेहरू साला आएमा ग्याङस्टार भन्दै हिँड्दै गर कुन्दिन च्यापनमा राल सियर पारिदिन्छ साला। कमिलाले चिल्दा होइन, तिमीहरू जस्तो 5 जना आए पनि नडराउने आई एम ग्याङस्टार हो साला। म लगेर जान्छु, बल्छी तिमी हुन्छौ पानीमा पेटर 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 गर्ने भ्यागुता हुन्छ नि, त्यस्तै गरेर टङ्गिन मन छ कि क्या हो भ्यागुताको अनुहार। जिन्दगीमा धेरै अगाडि बढ्ने मन थियो, तर फर्किँदाखेरि फेरि राति हुन्छ भनेर मात्रै हो म नबढेको। ओखो बरैनी, जिन्दगीमा अगाडि बढ्न मन थियो तर फर्किँदाखेरि रात भइहाल्छ रे। राति नहुनको लागि लाइट लगेर जानु पर्ने नि त नानी, त्यति पनि बुद्धि छैन। राति भइहाल्छ भने लाइट लग्नु पर्यो होइन, एउटा साथी लग्नु पर्यो। डर लाग्छ भने यसो मलाई भन्नु, नत्र म लाइट साइड लिएर आउँछु 2-4 इन्चीको है। Oh my God! खाना खान नपाएर हो कि मातेर हो, जे पायो त्यही धेरै नखाऊ हो नखाऊ, फेरि पचाउन नसकेर 10 दिनसम्म गुवाउन बन्द होला। 10 दिनसम्म गुवाउन बन्द होला। म सानी सानी छु गर्नलाई जानी छु रे। होइन, त्यो गर्ने चाहिँ के रहेछ? हो ठिक हो ठिक, त्यो त सबैलाई आउँछ। त्यो आउँछ भन्दैमा गर्नलाई जानी छु भन्दैमा धेरै माचेर हिँड्ने काम गर्नुहुन्न। फेरि यहाँ चट्याङ पड्ने, तोडफोड हुने होइन, बाढी पहिरो आउने हुन सक्छ। त्यसैले ठिक्कै ठाउँमा बस्ने। चटपटी पिरो मेरो बेबी हिरो। ओखो बरैनी, दुनियाँलाई सुनाउनु पर्छ, सुनाउनु जरुरी छ। चटपटे पिरो मेरो बेबी हिरो रे।
तिम्रो बेबी हिरो होस् कि जिरो होस् कि दुनियाँलाई सुनाउनु के आवश्यक छ नानी? होला खुब त्यो उल्टो तया जस्तो हो न? अहिले यहाँ चाहिँ ओहो हिरो छ अरे भनेर सुनाउन पनि लाज लाग्दैन। कठै बिचारा होला काले हप्सी जस्तो होइन? जो चोर उसकै ठुलो स्वर ठुक्का। बिस्तारै मन फेरियो तिम्रो। सुरुमा त तिमी आफै भन्ने गर्थ्यौ तिमी त मेरो परान हौ त माया। ओखो बराइने बिस्तारै मन फेरियो मेरो, तिमी के चोड्याउँछौ? मनमुटु अरूलाई दिन्छु, तिमी के खुस्याउँछौ? परान त भनेकै हो मैले, मेरो मुटु आधा तिमीले चोरेर लग्यौ, मेरो मुटु फिर्ता गर नत्त गराइ आई भन्काउँछु।